नमस्कार दिदी। नमस्कार सर। आफ्नो परिचय दिनुस् न दिदी। मेरो नाम चाहिँ मिठु विक, माछापुच्छ्रे 2 भुर्जुङ खोला गैराहोर। म चाहिँ गैराहोरको स्वयंसेविका हो सर। अनि स्वयंसेविका बन्नुभएको कति भयो? स्वयंसेविका बनेको त्यही 16-17 वर्ष भयो सर। अनि यो हामीले जुन 3 दिने तालिम दियौ तपाईहरुलाई हैन, प्रेसर र सुगर नाप्ने, त्यसको अनुभव बताइदिनुस् न। यो हामीले यो जुन नेपाल विकास समाजले हामीलाई जुन पनि 3 दिने तालिम दिनुभयो सुगर प्रेसरको जाँच गर्नलाई, त्यो धेरै राम्रो छ सर हैन। आजभोलिको मान्छेहरू के कति नपढेका हुन्छन्, पढेकाले बुझ पचाएर बसेका हुन्छन्। हाम्रो यहीँ कति सेवा सुविधा छ, सुगर जँचाउन जानु, प्रेसर जँचाउन जानु भन्दा नि यहाँको मान्छेले त्यति ख्याल गर्नुहुन्न हैन। बुढाबुढी भइहाले भर्खरीकाहरू म आफैमा जान्ने छु भन्ने घमण्डहरू देखिन्छ धेरै जस्ताको। त्यही पनि हामीले यो तालिम लिएर हामीले घरै गएर जाँच्दा त कमसेकम उहाँहरूको चेक त गर्न पाइयो नि त। 40 वर्ष माथिकोलाई गर्नु भन्नुभएको छ हैन। उहाँहरूको चेक गर्न पाइयो र हामीसँग राम्रो तरिकाले हामी चेक गर्छौँ भनेर मैले पनि मनमा म राम्रोसँग गर्छु भनेर मैले पनि आफ्नो मनमा सोचेको छु र साथीहरूले नि राम्रै गर्नुहुन्छ। हामीलाई चाहिँ एक आपसमा यसरी तब भनौँ न, यसरी फ्याट त तपाईँले क्वेसन सोद्धा हामीलाई फ्याट चाहिँ भन्न नआउने हो हैन। तर हामी गाउँमा गएर आफ्नै पाराले काम गर्दा त हामीलाई धेरै अनुभव छ। गर्न सक्छु जस्तो लाग्छ सर। हाम्रो 15-16 वर्षको अनुभव छ, गर्न सकिन्छ सर, नसकिने होइन। 15-16 वर्ष काम गर्दाखेरि स्वयंसेविका हुँदाखेरि फाइदा र बेफाइदा के हुने रहेछ? फाइदा चाहिँ फाइदाको कुरा गर्न पर्दाखेरि आफैमा आफूले नपाएको शिक्षा पाइयो हजुर हैन। जस्तै गर्भवती हुँदा कति टाइम खाना पर्छ, कस्तो खानेकुरा खाना पर्छ, म आफैले भोगेको अनुभव पनि, मेरो अनुभव पनि। मैले 2टा बच्चा मैले स्वयंसेविका नहुँदै जन्माएको। मेरो एउटा बाबु 55 सालमा जन्मेको, नानी 57 सालमा, मैले आफू स्वयंसेविका नहुँदै जन्मेको। उनीहरू कुन तौलको कस्तो स्थितिको जन्मिए र म स्वयंसेविका भइसकेपछि मैले फेरि कान्छी छोरी जन्मिन् मेरो, उनी चाहिँ कुन तौलको जन्मिन्, कस्तो आहार विहारमा जन्मिन् भन्ने कुरा म आफैमा नि परिवर्तन भयो। आफूलाई पनि सजिलो भयो र अरूलाई भन्न पनि सजिलो भयो। अनि योभन्दा अगाडि प्रेसर र सुगर नाप्न सिक्नु भएको थियो? एकचोटि सिकेको हो सर। हामीले यहाँ हेल्पस हाम्रो सर म्यामहरूले सिकाउनु भएको थियो। हामीलाई त्यो धेरै टाइमको नि थिएन, 1-2 घन्टाको टाइम थियो। हामीलाई त्यति आएन के सर। त्यो कानमा टिक 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 गर्ने गरेको अर्को खालको थियो। होइन, त्यो पठाउनु भएको होइन। तपाईँहरूले सिक्न इच्छा लाग्यो भने सिक्नुहोस्, यहीँ हामीसँग सामान छ भनेर सिकाउनु भएको थियो। तर हामीलाई त्यो कानमा लाएर सुन्ने, त्यो ढक गरेको सुन्न चाहिँ हामीले अलि पार्वतीले जान्नुभयो क्या उहाँले, हामीले चाहिँ अलि जान्निएन क्या सर। नजानेको कुरा जान्ने नै। तपाईलाई के लाग्छ अब यो सामानहरू दिएर तपाईलाई पठाएपछि समुदायमा यसले कतिको फाइदा दिन्छ होला? यसले धेरै फाइदा दिन्छ सर। किनकि हाम्रो यो गाउँमा कि कति नपढेका धेरै छन्, कि पढेका छन्, धेरै जस्तो मिडियम साइजका छन्। यो हाम्रो यो बस्ती, यो बजार एरिया, हाम्रो भूगोल ठुलो छ। हाम्रो मेरो एरियामा 3 जना स्वयंसेविका छौँ, 4 जना स्वयंसेविका छौँ। भूगोल एकदम ठुलो छ। किनकि माथिको गाउँको बस्तीहरू सब तल आउनुहुन्छ, तल झर्नु भयो, गाउँ छोडिसक्नु भयो, थोरै हुनुहुन्छ, माथि तलै आउनु भयो र हाम्रो यहाँ एकदम चाप छ कामको। त्यही भएर यहाँको मान्छेहरू पढे लेखेको विद्यार्थीहरू, अब पढे लेखेकाहरू सबै विदेश जाने, रोजगारी पनि छैन, सबै विदेश जाने। अब अधकल्चो मान्छेहरू त्यस्तै हुनुहुन्छ, यहाँ एकदम आउनुहुन्छ बिरामीहरू। तर हामीले 40 वर्ष कटेकालाई उहाँ जानु, सुगर प्रेसरको राम्रो चेक छ जानु भन्यो भने अहिले लक्षण केही देखिएन, किन जान पर्यो, केही भयो जस्तो लागेन भन्नेहरू धेरै पाइयो सर हैन। र हामीले यो नेपाल समाज विकासबाट तालिम लिइसकेपछि हामीले उहाँहरूको घरमा गएर चेक गर्दा त उहाँहरूलाई त केही न केही त उहाँहरूको मनमा त हुन्छ नि त। हामी रेगुलर हेल्पस नगइदिएर अहिले घरमै आउनुभयो भन्ने नि होला मनमा हैन। अब यो तालिमको क्रममा 3 दिन हामी तालिम गर्यौँ, हाम्रो लागि चाहिँ के सुझाव दिन चाहनुहुन्छ? हजुरहरूको लागि मैले के सुझाव दिन चाहन्छु भने, म त्यति बोल्न त जान्दिनँ सर। यो तालिम ल्याइदिनु भयो, धेरै मुरी धन्यवाद छ तपाईँहरूलाई। अनि के भन्न चाहन्छु भने, अहिले हामीले 3 दिनको ल्यायौँ भने हाम्रो 6 महिनापछि 1 दिनको दिए पनि हाम्रो दिमागमा बस्छ क्या सर। हजुर, हामीलाई 6 महिनापछि 6 महिनामा 1 दिन अथवा 2 दिनको फेरि रिभ्यू गरिदिनु भयो भने अझै हामी सक्रिय भएर अघि बढ्ने छौँ भन्ने चाहन्छु सर। हुन्छ, समय दिनुभयो त्यसलाई धेरै नमस्ते सर। हुन्छ सर, धेरै थ्याङ्क यू सर।